Hi guys, welcome back to my channel. It's me Tara Rai. हजुरहरुकै प्यारी प्यारी तारा राई। अनि आजको भ्लग चाहिँ के रहेको छ भने आज चाहिँ हामीलाई काकुले जू लग्दैछ। जूमा चाहिँ सायद आज गेम हुन्छ होला। अनि आज उता गएर चाहिँ के गराउनुहुन्छ सेन्सीहरूले थाहा छैन। मैले चाहिँ कपाल कर्ली गरेर हिँडिरहेको छु। हामी चाहिँ साइकल छैन, त्यही भएर हिँड्दै जानुपर्ने छ गाइज। सो त्यही हो, आजको भिडियो कस्तो हुन्छ हेर्दै जानु होला। मेरो पनि अलिकति राम्रो निकाल्दियौ न भ्लगमा है। ओ माय गॉड, म त छुटेन नि तारा, म त छुट्नु हुन्न नि तिम्रोमा। मेरो अलि राम्रो नि के त भ्लग सुरु भयो। हाई भन नि त। कलेजले यता जूतिर घुमाउनु ल्याउनु भएको छ। घुमाउनु होइन, गेम खेलाउनु ल्याउनु भएको छ। अनि गेममा चाहिँ के छ भने होइन, यो के अरे अब यो बाघहरू कति वर्ष पुग्यो, अब यो जूमा कतिवटा गेट छ, यस्तो टाइपको क्वेसनहरू चाहिँ छ। अनि सेट भाइहरूसँग मिक्स गरेर हामीलाई चाहिँ गेम खेलाइरहेको छ। अनि म चाहिँ यतिकै भिडियो बनाएर कुदिरहेको छु। मलाई अलिकति लाज भइरहेको क्या अरू गरी भिडियो बनाउनु। अनि यहाँ आएर भिडियो बनाइरहेको छु है। अनि त्यही हो गाइज है, हेर्नु ल बक्सको। आजको भ्यू यस्तो दामी देखिरहेको छ है। अस्ट्रिज होला सायद यो चाहिँ होइन, अस्ट्रिज खै के हो मलाई पनि थाहा छैन। यता चाहिँ गेम जित्नको लागि कुदिरहेको मान्छेहरू। अब कतिवटा एन्सर पुरा गर्नुभयो? सबै कतिवटा एन्सर भेट्नुभयो? भइरहेछ दुईटा मात्र, only two. Why? More 8 यस्तो 8 छ क्या, more 8 left. ओके कन्टिन्यू। खतरा घोडा भने कस्तो खल आज चाहिँ है मौसम पनि एकदम गुड छ होइन। गर्मी पनि भएको छैन, जाडो पनि भएको छैन, रमाइलो लागिरहेछ। अब डाँडाको भ्यू हेरौँ ल। त्यो जू चाहिँ ठुलै रहेछ एक।
यतापट्टि घुमिरह म चाहिँ हेर्न हेर्दै बसिरह हेर्नु कस्तो व्हाइट कलरको बाख्रा क्यूट क्यूट भेडा कि बाख्रा हो भेडा होला गाइज एकदमै गरम भयो कस्तो घाम टल्केर लाग्न थाल्यो क्या अनि मैले चाहिँ कोक किने है कोक खानु पर्यो मैले जहाँ गएँ नि कोक चाहिँ फेभरेट हो नि सबै साथीहरू चाहिँ कता कता कुदिरह केही थाहा छैन मलाई म चाहिँ मस्त बसेर कोक खान्छु ल गाइस अब चाहिँ यहाँदेखि म पनि निस्किन्छु मेरो टिमहरू पनि यता एन्सर खोज्न लगाएर छन् हेल्प पनि गरेन भनिरहेको थियो है मैले हेल्प पनि गरिनँ भएर चाहिँ यता कति टाइममा दिनुभयो त्यो पेपर 2:20 तिर हामी फर्स्ट हुने सम्भावना त धेरै छ 140 मा 135 आएको छ हो वाह तर चकलेट चाहिँ तिमीले पाउँदैनौ मैले हेल्प नै गरे हैन म पाउँदिनँ ठिकै छ यति 5 जनाले चाहिँ मेहनत गरे म चाहिँ यतिकै भ्लग बनाउँदै हिँडेँ यता सेनपाई दाईहरू हो यता दिदी हो दिदी चाहिँ हामी चाहिँ बखरको हो जुस पाएको है सबैले यहाँ कस्तो लागिरह जुस पाएर घुमेर गेम खेलेर दिदीको चाहिँ हड्डी हाँसिरह यता अरूहरूले चाहिँ पाएर राम्रो राम्रो मान्छेहरू पछाडि नबसौँ न अगाडि आएर फोटो खिचौँ सबै तान्न तुसान एउटा अझै उठाइदियो
हामी त घुमेको हो। म कुदे कुदे भयो कहाँतिर है डाको दे हामी चाहिँ आफ्नै बार्नु तपाईँहरूले यसलाई खिच्नु न दाइ मेरो नि खोल्नु न लेन्स ताची म कति 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 ल ल ल कति विदेशका काई पाइ गाइस हामी चाहिँ फर्केको है अरूहरू चाहिँ गइसक्यो हामी यता 5 जना चाहिँ यता छौँ गाइस हामी चाहिँ फर्केको ल आज हामीले जितेको मोन्स्टर यो तर मेरोमा चाहिँ कति धेरै मसर छ भरे देखाइदिन्छु है त यो दिदी चाहिँ मोन्स्टर लभर रहेछ है गाइस त्यही भएर धेरै त्यही भएर हेर त म कति राम्रो भएको छु है तर धेरै मोन्स्टर खानुहुन्न यो दिदीले चाहिँ धेरै खानुहुँदैछ हामीले मोन्स्टर अनि पेन्सिल पाएको छौँ आज फर्स्ट भएर बिस्किट पनि हालेर ल्याइरहेछ है गाइजहरू त बिस्कुट नखाएको बिस्कुट हो अनि अब रुम पुगेर कुरा गरौँ ल गाइज हामी चाहिँ जू घुमेर पनि आइसक्यौँ अनि एकदमै रमाइलो भयो है गेम त म खेलेन मैले त्यस्तो खोज्न पनि सघाएन केही गर्न पनि सघाएन थिएँ तर फर्स्ट भयो दाइहरू चाहिँ अलिकति जेउजू हुनुहुन्छ नि त दाइहरू अनि सेन्पाहरू सबै जेउजू नै थियो हाम्रो टिमको चाहिँ अरू टिम चाहिँ थाहा भएन मलाई होइन हाम्रो टिमको चाहिँ जेउजू थियो अनि उहाँहरूले नै खोज्नुभयो सबै अनि म चाहिँ यही भिडियो बनाउँदै हिँडेँ है अनि त्यही हो गाइज अनि हामी फर्स्ट पनि भयो अनि हामीले फर्स्ट भएर कपी अनि पेन्सिलहरू अनि मोन्स्टर त्यो ड्रिङ्क इनर्जी ड्रिङ्क अनि त्यस्तै पायो अनि सबैले बाऱ्यौँ त्यही हो मैले इन्डिङ चाहिँ अहिले गर्दैछु है अनि त्यही हो गाइज आजको दिन एकदमै रमाइलो भयो अनि अब नेक्स्ट भिडियोमा भेटौँ है त्यति भन्दै सी यू गाइज टेक केयर